आदरणीय पास्ता साथीहरू नमस्कार। म इन्द्र प्रधान आज यस्तो ओजेलमा परेको शक्तिपीठको बारेमा बताउनको लागि हजुरहरूलाई म सँगसँगै लिएर गइरहेको छु। भोजपुरबाट 2 घण्टाको गाडीको यात्रा पश्चात पुगिने ठाउँ पक्वादेवी शक्तिपीठ हो, जो अहिलेसम्म ओजेलमा परिरहेको छ। त्यो अत्यन्तै शक्तिशाली शक्तिपीठको बारेमा यहाँहरू सामु म लिएर जाँदैछु। भोजपुरबाट टक्सार हुँदै त्यसपछि गुम्बा दलगाउँ हुँदै ओखरे पुगिन्छ र ओखरे बजारबाट केही तल रहेको छ पक्वादेवी शक्तिपीठ। गाडी बिसाएर 10 मिनेट जतिको यात्रामा पुगिन्छ उक्त शक्तिपीठ। त्यस शक्तिपीठको बारेमा यहाँहरूलाई चर्चा गर्नको निम्ति, देखाउनको निम्ति र अति ओजेलमा परेको तर अनौठो रहस्य रहेको यो शक्तिपीठका बारेमा यहाँहरूसँग चर्चा गर्न लिएर जाँदैछु। भिडियोलाई स्किप नगरिकसम्म अन्तिमसम्म हेरिदिनु हुन अनुरोध गर्दै, भिडियो मन परेमा एक लाइक र च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दै बाँकी भिडियोबाटै यहाँहरू सामु प्रस्तुत हुन चाहन्छु। साथीहरू, यतिखेर आइपुगेका छौँ हामी पक्वादेवीको शक्तिपीठ। यो शक्तिपीठको दृश्य हामी ढोका नखोलेकै अवस्थामा कैद गरिरहेका छौँ। यहाँ निकै अनौठो र आश्चर्यजनक 2-3 वटा कुराहरू रहेका छन्, जसलाई म जानकारी गराउन गइरहेको छु। शक्तिपीठको दृश्य हामी सरस्वतीय भिडियो मार्फत अवलोकन गर्नुहोला। यो गुफा यहाँभित्र रहेको छ पक्वादेवी माई देवीको। र साथीहरू, यो गेटबाट भित्रको दृश्य यस्तो अवलोकन गर्न सकिन्छ। र यहाँ तल रहेको छ धारा। यो धारामा अनिवार्य नुहाउनु पर्ने, त्यसपछि मात्रै पूजा गर्नुपर्ने पाउने यहाँको प्रचलन छ। यो पैदल हिँडेर आउने बाटो हो। र शक्तिपीठको दृश्य यस्तो रहेको छ। र यहाँ 3 वटा ठाउँमा पूजा गर्नुपर्ने रहेको छ। यहाँ फुलभेटी र अक्षता मात्रै 3 ठाउँमा विभाजन गरेर पुजारीलाई दिनुपर्ने हुन्छ। र पुजारीले आफैले सबैको फुलभेटीहरूलाई चढाउने र सेतो अक्षता चढाउने यहाँको मुख्य प्रचलन रहेको छ। र एक ठाउँमा हाँस परेवा र एक ठाउँमा भाले र अर्को ठाउँमा बोकाको बलि दिई यहाँको शक्तिपीठमा पूजा गर्ने प्रचलन रहेको छ। यहाँ राई बाजेले 6औं पुस्तादेखि अहिलेसम्म पूजा गर्दै एउटै पुस्ताबाट पूजा गर्दै आउनु भएको छ, एउटै वंशद्वारा। साथीहरू, यो मन्दिरको दृश्य हो। र यहाँ 12 बजे पश्चात मात्रै नुहाई गरेर 1 बजेदेखि पूजाआजा सुरु गर्ने प्रचलन रहेको छ। र यो 1885 देखि नै यही प्रचलन रहेको छ। र यहाँ धेरै भरभाकल गरेर आउने र एकदम दैविक ऊर्जा माग्ने श्रद्धालु भक्तजनहरू टाढादेखि आएर यहाँ आफ्नो भाकल पूरा गर्ने र शक्ति माग्ने प्रचलन रहेको छ। साथीहरू, नुहाउनको लागि धाराको व्यवस्था गरिएको छ यहाँ तल। र केही सिडी झरेर तल जानुपर्ने अवस्था छ। ठुलाघरे कान्छीले यहाँ पूजाआजाको लागि सामान रेडी गर्दै हुनुहुन्छ। केही भन्नु छ ठुलाघरे कान्छी? भन्नु छ नि, पुजारी आउनु भयो पूजा गर्ने, घर जाने, आफ्नो कामकाज गर्ने, पूजा गर्ने।
काम हुँदैन भन्नु हुँदैन त बलि हिँडेर भनिरहने गरिरहने हस्पिटल यहाँको पानी चाहिँ अत्यन्तै पवित्र छ। सब रोग व्याध हरण गर्ने त्यस्तो अवस्थाको छ साथीहरू। पुजारी बाजे आइसक्नु भएको अवस्था हो र उहाँले सरसफाई गरेर नुहाइधुवाइ गरिसक्नु भएको छ र पूजाको निम्ति तयारीका निम्ति हामीलाई सल्लाह दिइसक्नु भएको छ र हामी पूजाको निम्ति तयार भइरहेका छौँ। र यो शक्तिपीठका विषयमा अघि नै तपाईँहरूले मैले अनौठो विषयमा अघि नै जानकारी गराएँ। यहाँ 12 बजेपछि पूजाआजा सुरु गर्ने एउटा 6 पुस्ता अगाडि वंशौलीले राई बाजेले पूजा गर्ने र दोस्रो 3वटा ठाउँमा पूजा गर्नुपर्ने अवस्था र चौथो फुको अक्षता फुल भेटी ती 3 ठाउँमा राखेर फुकोले मात्रै गर्नुपर्ने र बाजे आफैले पूजा गरिदिनु पर्ने। हामी आफैले पूजा गर्नलाई पाले पालो पानीले भिजाएको सेतो अक्षता दिनुहुने अवस्था हो र यहाँ धेरै भरभाकल पूरा गर्ने विषयवस्तु पनि र शक्ति वरदान माग्ने विषय पनि यहाँका बाजेले हामीलाई अवगत गराउनु भएको छ र यो भिरको कुनामा रहेको यो शक्तिपीठ एकचोटि भ्रमण गरौँ र यहाँबाट ऊर्जा प्राप्त गरौँ भन्दै